सुन्दर संसार सारा सृष्टिले तिम्रो गुणगान अनन्तसम्म बेनी पनि ठाउँ छ मन्दिर हो कि कता हो हाँस्नको लागि बोलाउँछु है अल्छी लाग्दैन भनेदेखि फेरि कन्टिन्यू म पनि ओके फाइन यता मञ्चमा हेर न स्टेजमा हाम्रो यो म्याथी लभर्स अर्गनाइज गर्नुभएको यो कन्सर्टमा भएको छ एउटा कमेडी एक्टको है कमेडी एक्ट अहिले देख्छ स्टेजमा हेरेर स्टेजमा इमर्जेन्सी वार्ड र यो एक्टको लागि नेपालको दुई चर्चित हास्य कलाकारहरूलाई म यहाँ निम्ताउन चाहन्छु शिवहरि पौडेल मुखमा हानु जस्तो र किरण केसी दाई राता मकै भनेर चिनिनुहुन्छ सो उहाँहरू दुवैजनालाई स्टेजमा इमर्जेन्सी वार्ड उहाँहरूको यो कमेडी पर्फर्मेन्सको लागि स्टेजमा बोलाउन चाहन्छु इमर्जेन्सी वार्ड त आइसकेछ त डाक्टरको क्लिनिकै आइसकेछ नि गीत गाउँदा गाउँदै बरु यहाँ डाक्टर पो कहाँ गए हो होइन ओ डाक्टर साहब होइन डाक्टर पनि कतिजना भयो एकजना डाक्टरलाई बोलाएको 20,000 डाक्टरको गराउँछ ओ डाक्टर साहब यता आइसक्यो यता यहाँ एकदम सिरियस बिरामी आइसक्यो ओ डाक्टर साहब को ए डाक्टर साहब यता आइसक्यो भने बोलेन कहाँ मर्यो भने को हो भन्छ यता आइसक्यो यता यहाँ बाहिर आइसक्यो एकदम इमर्जेन्सी बिरामी आइसक्यो यहाँ ए मेरो प्यारो डाक्टर साहब बोले नि होइन कहाँ मुन्ड्यो ए आइ किन कहाँ मुन्ड्यो भने आइ भन्छ होइन यहाँ बिरामी आइसक्यो छिटो आउनु पर्यो भने खोइ के भयो खोइ मलाई के भयो ए भाइ यहाँ डाक्टर छैन डाक्टर छ कहाँ छ हिँडै छ खोइ कहाँ छ यहाँ एकदम सिरियस बिरामी आइसक्यो लाउनु भन्नु हिँडै आइरहेछ खोइ कहाँ आछ उभिरहेछ खोइ कता उभिरहेछ ए यहाँ उभिरहेछ रे तिमी नै हो डाक्टर मैले हो होइन होला ड्रेस त यस्तो लगाइरहेछ कसरी डाक्टर हुन्छ यार तल लुङ्गी लाछ बिचमा दौरा लाछ मास्तिर त्यस्तो टोपी लाछ यो के ड्रेस लगाएको यो समानुपातिक ड्रेस हो यो कस्तो समानुपातिक ए हिमाल पहाड तराई कोही छैन पढाइ यो पोसाकमा पनि समानुपातिक अब के गणतन्त्र आएपछि गर्नै पर्यो अनि डाक्टरै हो त तिमी डाक्टरै हो ए होइन होला किन डाक्टर होइन म एकदम सिरियस भइरहेको छु भने बिरामी भएर लौ न मलाई चेक गर्नु पर्यो सिरियस बिरामी भन्छ यहाँ लुकुर आफै हिँडेर आउँछ आफै हिँडेर आफै कसले बोकेर ल्यायो को आफै हिँडेर आयो मलाई त बोकेर लिएर आयो कसले बोकेर ल्याएको खोइ त मान्छे मेरो खुट्टाले बोकेर ल्यायो मेरो आफ्नै खुट्टाले बोकेर लिएर आयो मलाई अब सिरियस बिरामी भन्छ लुकुर आफै हिँडेर आउँछ प्यार बोलिरहन्छ प्यार होइन ल डाक्टरै हो भने मलाई चेक गर्नु पर्यो ल ए बाबा तिमी यस्तो सिरियस बिरामी भयो किन त्यो प्यार गरिरहेको भने अनि बिरामी खोइ त बिरामी यही अगाडि छ भने खोइ कहाँ छ खोइ यहाँ बसिरहेको छ कुर्सीमा खोइ कहाँनिर बसिरहेको यहाँ बिरामी यहाँ अरे कहाँनिर बिरामी यहाँ बिरामी यो त नाक होइन यो नाकै मेरो हो नि त
अब बिरामी हो भने चाहिँ के हुन्छ कसरी हुन्छ कहाँनिर के भइरहेछ त मलाई चाहिँ बताऊ त भन्छु तिमी आफै पत्ता लाउ न 300 रुपियाँ खन त्यहाँ बाहिर फिस तिरेर आउने म रोगी डाक्टरले चेक गरेर मेरो रोग पत्ता लाउनु पर्ने उही पो मलाई के हो भनेर भन्छ बा डाक्टर भएपछि पत्ता लाउनु मैले किन रोग भन्ने तिमी पत्ता लाउनु 300 रुपियाँ खन गरेर लियो भनेर म त चार्ज लाउँछु बा ओ भाइ किन 300 रुपियाँ दाम खन गरेर लिँदैन हामीले पनि हेरौँ यो डाक्टर पढ्नको लागि 25-26 लाख रुपियाँ दाम पाखाको बारी राखेर तल गैरी खेत राखेर विदेशमा गएर पढेर आएको छौँ 5 वर्ष आफ्नो स्वदेशलाई छोडेर विदेशमा गएर पढिरहेको छौँ जब 300 रुपियाँ दाम लिँदाखेरि तिनीहरूलाई त्यस्तै डाहा हुने कुरा गर्छ अनि त्यत्रो रकम खर्च गरेर आएको मान्छेले अनि बिरामीलाई रोग सोध्ने त डाक्टर भएपछि तिमी आफै पत्ता लाउ न अच्छा हामी बिरामीलाई रोग थाहा पाएको हो भने त मेडिकलमा गएर औषधि किनेर खाइहाल्छौँ नि तिमी कहाँ किन आउनु ओइ बिरामीले पनि यहाँनिर त्यो यसरी त्यो यो त्यो नभनिकन डाक्टरले कसरी पत्ता लाउँछ के डाक्टर अन्तरात्मा जान्ने मान्छे हो र हुनु पर्यो फिस किन ल्याएको त फिस ल्याएपछि रोग पत्ता लाउनु परेन कहाँनिर दुख्छ भनौँ त भने ज्यानलाई भन्दिनँ ल पत्ता लाउ ए बाबा हामी डाक्टरलाई काम गर्नु सजिलो हुन्छ कहाँनिर दुख्छ भन न ज्यानलाई भन्दिनँ आफै पत्ता लाउ ज्यानलाई भन्दिनँ आफै पत्ता लाउ ल ठिकै छ भन्दिनँ होइन त ज्यानलाई भन्दिनँ ल ठिक छ मेरो भित्र यो मुखसुखको कारणले पनि कहिले काहीँ पुग्छ क्या ल आएर त यो तिम्रो मुख हो र आगरमा बोली कस्तो खालको मान्छे मेरो मुख म आ गरौँ कि नगरौँ के म दुखाएर बसेर भने कहाँनिर दुखाउँ भनौँ त ज्यानलाई भन्दिनँ मेरो 300 रुपियाँ फिर्ता ल्याउनु त अनि भन्छ ल ठिक छ ल आएर आगर भन्छु आगर भने ए भाइ मैले तिमीलाई आगर पो त भने अहिले गर भने भने त होइन नि ल आगर मारे के भयो यो मेरो खुट्टा कुल्च्यो अनि खुट्टा किन यसरी त्यसरी मर्नु पर्यो त बिरामी चेकरलाई आगर भनेर अर्का खुट्टा कुल्चिन पाइन्छ किन अगाडि खुट्टा राख त यत्रो राम जत्रो मान्छेले खुट्टा कुल्चिँदा मेरो खुट्टा काचा किचिक हुँदैन अलिकति विचार गर्नुपर्छ नि यार यो डाक्टर एकदम नक्कली डाक्टर जस्तो लाग्यो है मलाई यो नक्कली डाक्टर हुनुपर्छ यो इन्डियाबाट सर्टिफिकेट ल्याएर डाक्टर भएको चाहियो ओए कसलाई इन्डियाबाट सर्टिफिकेट ल्याएर भनेको हो त्यत्रो इन्डियाको पटनाबाट किनेर ल्याएको सर्टिफिकेट पनि कहीँ नक्कली हुन्छ 2-3 हजार रुपियाँ किनेर ल्याएको सर्टिफिकेटहरू नक्कली हुँदैन 15,000 भनेको थियो दुसभरि लगाएर भाउ घटाउँदा लास्टमा 10,000 मा किनेर ल्याएको सर्टिफिकेट पनि कहीँ नक्कली हुन्छ लो खतम 10,000 मा किनेर ल्याएको सर्टिफिकेट रहेछ अब यसलाई चेक गरेर आयो भने म त इन्सेन्टिभर खाइहाल्छु कहाँ दुख्छ त भन त भने ज्यानलाई भन्दिनँ नक्कली डाक्टरलाई कसरी भन्छ ज्यानलाई भन्दिनँ यो पढेर डाक्टरै भएर हिँड्छ ओए ए तिमी पढेरै डाक्टर भएको नक्कली सर्टिफिकेटै ल्याएर डाक्टर भयो भने तिमीले 4 कक्षा पनि पढेर हिँड्छ ल चार खै तिमीले सर्टिफिकेटले कसरी डाक्टर हुनु कसरी थाहा हो त पढाएर नपढाए भन्ने कुरो पढ्न लागि सर्टिफिकेट किन पाइन्छ भने चाहिँ पढ्न छोड्ने हो पढेर नपढाए त म चेक गरिहाल्छु नि कसरी चेक गर्ने ल भन 2 र 2 कति हुन्छ ल भन फेरि के रे 2 र 2 कति हुन्छ ल भन 2 र 2 22 हुन्छ ए कति हुन्छ 2 र 2 2 र 2 त 4 हुन्छ 2 र 2 कति हुन्छ भने 22 हुन्छ भन 2 र 2 त 4 हुन्छ नि यसले फेरि बिर्सिसके जस्तो छ है 2 र 2 कति हुन्छ फेरि भन त कहिले अहिले भर्खरै आफैले 22 हुन्छ भने होइन के 4 हुन्छ भने होइन 2 र 2 त 4 हुन्छ ए कति हुन्छ 2 र 2 त 22 हुन्छ अनि के तालको यो खुसखर मान्छेहरू चाहिँ यो यही मुखले कहिलेकाहीँ 2 र 2 22 हुन्छ भन्छ कहिले 2 र 2 4 हुन्छ भन्छ खास 2 र 2 कति हुन्छ त यो फेरि कन्फ्युज भइसके जस्तो छ है यसलाई फेरि सोधौँ एकदम बिर्सिनु मान्ने छ 2 र 2 कति हुन्छ फेरि भन त कसरी 2 र 2 कति अहिले भर्खर कहिले 2 र 2 22 हुन्छ भने होइन 2 र 2 4 हुन्छ भने होइन तँलाई सोध्छु म 2 र 2 खास कति हुन्छ 2 र 2 कति हुन्छ मलाई सोधे 2 र 2 त 5 हुन्छ
2 2 5 हुन्छ कसरी हुन्छ 2 2 5 हिसाब बिग्रेको बेलामा